होटल कहाँसँग गयो होइन हामीहरू त नि 15-20 जना थियौँ होला मैले बर्थडे ट्रिट दिएको तर एउटा गिफ्ट नआएर त्यहाँदेखि मैले बन्द गरेको सनाया रिच किड हो मसँग बे गर नि त नि सोल्टी होटलमा बर्थडे पार्टी ओ माय गॉड सुवास मैले भ्लग हालेको छ क्या त्यही भन्न सबैजना त्यही सुनाउन आएको सनाया मसँग बे गर यार अब त कसम हो यार बर्थडे पार्टी सोल्टीमा आमा सनाया युट्युबमा नाम मिस्टर तामाङ टिएमजी नै छ गाइज मेरो सबै ठाउँमा मिस्टर तामाङ टिएमजी छ त्यहाँ कति मनाउँदै रिच किड्स हुन्छ गाइज सोल्टी होटलमा छ नि एउटा कफी खायो भने 1500 रुपियाँ लिन्छ एउटा कफीको मलाई त महँगो लाग्छ मलाई त्यहाँदेखि मैले मनाउनै छोडेँ क्या मेरो एउटा गिफ्ट पनि आएन हौ त्यत्रो महँगो रेस्टुरेन्टमा लगेर गएर नेपालकै टपै हो नि त होइन के अरे नेपालको टप अलिकति महँगो होटल यही छ 5 स्टार हो यो गाइस 5 स्टार हो अनि गाइस म चाहिँ गाइस ओके अब यो महँगो होटल म चाहिँ के गरा भनेर भन्यो होला गाइस हैन म चाहिँ गाइस बे यहाँनेरि छ प्लस मेरो साथी मेरो चाहिँ सुगर ड्याडी है गाइस मेरो चाहिँ सुगर ड्याडी हो गाइस उ है अनि उ चाहिँ इटरीबाट हो उ अनि उनीहरुले रुम मेरो लागि चाहिँ गाइस उनीहरुले पे गर्दियो के गाइस मैले पैसा तिरेर बसेको हैन गाइस म त गाइस काठमाडौँमै घर छ मेरो हैन मलाई अब किन म अब होटलमा गएर बस्छु हैन म त गाइस अनि उनीहरुले हैन हो अनि उनीहरु चाहिँ अनि इटरीबाट हो गाइस यो रिसेप्सनको भ्लग हेर्यो भने थाहा हुन्छ तपाईहरुलाई अब रिसेप्सनको भ्लग फेरि आउँछ त्यो बेलामा हेर्नुस् यिनीहरुले पे गर्दियो है गाइस मलाई चाहिँ हो नत्र त म त यत्रो पैसा तिरेर त बस्दैन हैन सनाया म कहाँ सनाया जस्तो धनी छु त गाइस यार सोल्टी होटलमा बर्थडे पार्टी दिने या मेरो कहानी पनि सुन्नु नि एउटा धन मेरो साथी बाहिरबाट आतिर उनले मलाई फुलको बुके ल्याइदिएको थियो मेरो इज्जत ढाक्यो कि एउटा गिफ्ट पनि नदिएको कसैले गाइस म मेरोबाट बर्थडे पार्टी गाइस सोल्टीमा चाहिँ एक्सपेक्ट नगरे बर्थडे पार्टी गरे भने रेस्टुरेन्टतिर चाहिँ दिला गाइस मैले सोल्टीमा त सम्झिने हो गाइस अब त्यो दिनमा हैन सोल्टीमा गएर बर्थडे पार्टीलाई केक सेक काट्यो खायो वर्यो निस्क्यौं हैन त्यहाँदेखि उमा गयौं तिर्सला गयौं तिर्सलामा कति बिल